हेलो गाइस हैन आज चाहिँ मलाई चाहिँ मेरो बर्थडेको दिन हैन मलाई चाहिँ दाइहरुले यहाँ चाहिँ आज चाहिँ किङलन्समा आएर स्पेशल सरप्राइज दिन लागेको रहेछ क्या मेरो बर्थडेको दिनमा चाहिँ अब दाइहरुले चाहिँ मेरो बर्थडेको दिनमा चाहिँ किङलन्समा ल्याएर के सरप्राइज दिउँ त भाइलाई भनेको हैन र हामी चाहिँ को आएको छौँ भन्दा फेरि हेर्दा फेरि हैन यहाँ अब दाइ हेलो गरिदिनु ल हेलो हेलो ल मेरो ल ल ल दाइहरूले यतिको चाहिँ मलाई गरिदिएर छ नि यसमा चाहिँ म धेरै खुसी छु कि आज चाहिँ के कस्तो के दाइ फेरि बाहिर निकाल्ने काम चाहिँ नगर भाइ होइन लाम स्टोर गर्ने हो हजुर कहिले काहीँ खाइन्छ त्यो मतलब होइन तर गर्लफ्रेन्ड चाहिँ मैले छैन ल है ल कुनै केटीहरूले हेरेको छ भने मेरो दाइलाई चाहिँ यसो प्रपोज हाल्यो भने त सिङ्गलै छ बढी ऊ चाहिँ होइन एरापट्टिको दाइ पनि सिङ्गलै छ है भन्नुभयो त एरापट्टि चाहिँ म्यारिड हो एउटा छोरापट्टि चाहिँ यसले उसलाई चाहिँ आँखा नलाउनु कसैले पनि भन्नुभयो होइन छोरी अरे छोरी छोरी सरी है छोरी रहेछ मैले चाहिँ छोरा भने होइन कसैले पनि आँखा नलाउनु त उदा चाहिँ होइन कस्तो भन्दा फेरि आज त बर्थडेको दिन दाइहरूले यतिको सरप्राइज दिनुभएमा चाहिँ एकदम खुसी छु कि म चाहिँ एकदम होइन तर यही हो अब जसले हेर्नुभयो मेरो यो मिनी भ्लग छ होइन सबैजनाले अब आज मेरो बर्थडे दिन अब सबैजनाले ह्याप्पी बर्थडे त यो भाइ भनिदिनु होइन एकदम खुसी हुन्छु म यसमा चाहिँ है ल यही भन्दै म तपाईँहरूतिर अलविदा हुन्छु ल यस्तै चाहिँ मेरो भ्लग हेर्नेको लागि मेरो युट्युब च्यानलको लागि सब्सक्राइब गर्नु होला को नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला फलो गर्नु होला है त ल हामी चाहिँ किङलन्समा छु होइन ल यता चाहिँ दाइहरूले अर्डर गरिदिनु चाहिँ अब होइन हामी चाहिँ यता चाहिँ कन्सर्टहरू पनि सक्दैन है